रहेको छ। लुका 18 को 1 देखि 8 सम्म म तपाईलाई पढेर सुनाउँछु। खुरुन्दरा लागेकी विधवा। तिनीहरू सधैँ प्रार्थना गरिरहुन् र निराश नहुन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। कुनै एउटा शहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एकजना न्यायाधीश थिए। त्यसै शहरमा एउटी विधवा थिई। त्यो तिनी कहाँ आइरहन्थी र भन्थी, मेरो वादीको अघि मेरो न्याय गरिदिनुहोस्। तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको डर मान्दिन, मानिसको वास्ता पनि गर्दिन। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्र त तिनी एकहोरो आएर मलाई वाक्क बनाउनेछे। प्रभुले भन्नुभयो, सुन, ती अधर्मी न्यायाधीशले के भन्छन्। के परमेश्वरले उहाँलाई रात दिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियालो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिमीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउने छ र? यो वचनमा खुरुन्दरा लागेको विधवाईको यो प्रभुले दिनुभएको दृष्टान्तमा एकदमै आशिषको कुरा के छ भने, हाम्रो जीवनमा कति पटक हामी प्रार्थना गर्दाखेरि प्रार्थनाको उत्तर नआएको कारणले निराश हुन सक्छौँ, प्रार्थना गर्न छोड्न सक्छौँ होइन। अनि प्रार्थना त गर्छौँ, तर त्यति धेरै सिरियस भएर चासो लिएर अलिकति तृष्णा गरेर गर्दैनौँ होला। तर यहाँ चाहिँ हामीलाई यो विधवाको, यो खुरुन्दराको प्रार्थनाले के सिकाउँछ भने, सुरुमै 18 को 1 मै निराश नहुन् र निरन्तर प्रार्थना गरून् भन्ने हेतुले, त्यो उद्देश्यले चाहिँ प्रभुले हामीलाई यो दृष्टान्त दिनुभएको छ। यसकारण यो खुरुन्दरा एकहोरो प्रार्थनामा लागेको कारण अथवा एकहोरो गरेको कारण अधर्मी न्यायाधीश, जो चाहिँ मानिसको त दयामाया त उसमा छँदै छैन, परमेश्वरको डर पनि छैन, त्यस्तो न्यायाधीश पनि बदलिएको छ, परिवर्तन भएको छ यो निरन्तरको खुरुन्दरा को प्रार्थनाको कारणले। यसकारण हाम्रो जीवनमा पनि तपाईहरूलाई पनि कुनै प्रार्थनाको उत्तर नआउँदा अथवा आफ्नो जीवनमा जति नै प्रार्थना गरे पनि नहुँदो रहेछ क्या भनेर निराश अनि हार होइन, अलिकति प्रार्थनामा सेलिनु भएको छ भने फेरि पनि यो वचनले हामीलाई उत्साह दिन्छ कि यो अधर्मी न्यायाधीशको हृदय त बदलिएको छ भने हामी निरन्तर प्रभुको वचनमा रहेर निरन्तर प्रभुमा आशा राखेर हामी प्रार्थना गर्छौँ भने हाम्रो प्रार्थना पनि अवश्य सुनाइ हुन्छ। यसकारण निराश नभइकन निरन्तर प्रार्थना गर्नुहोस्। खुरुन्दरा विधवाको जो प्रार्थनाले हामीलाई यही आज शिक्षा दिन्छ। आजको बिहानी निरन्तर हामी प्रार्थना गरौँ एउटा विश्वासको साथ, आशा राखेर प्रभुमा। अवश्य पनि हाम्रो परमेश्वर अति नै भला हुनुहुन्छ। उहाँको हृदय त यसै नै दयाले भरिएको छ। यसकारण ठिक समयमा असल कुरा हामीलाई दिनुहुन्छ नै। यसकारण हामी प्रार्थनामा निरन्तर एकहोरो लागिरहौँ, निराश नबनिकन। एकमा भने जस्तै निराश नभइकन निरन्तर प्रार्थना गरून् भन्ने हेतुले चाहिँ हामीलाई एउटा यो अधर्मी न्यायाधीश र एउटा विधवाईको यहाँ दृष्टान्त भन्नुभएको छ। यसकारण निरन्तरको प्रार्थनाले, एकहोरोको प्रार्थनाले चाहिँ अधर्मी न्यायाधीशको हृदय पनि बदलिँदो रहेछ भने परमेश्वर त अति भला हुनुहुन्छ। यसकारण उहाँसँग हामीले निरन्तर असल कुरा, उहाँको इच्छाको कुरा मागेका छौँ भने अवश्य पनि पुरा हुन्छ। निराश नहुनु होला, तर निरन्तर प्रार्थना गर्नुहोला। धन्यवाद।